77 जिल्लामा मुद्दा चलाउनुपर्छ। पक्राउ गर्नुस् हैन, संगठितमा 90 दिन राख्न मिल्छ 90 दिन राख्नुस्, अनुसन्धान गर्नुस्। हरेक जिल्ला जुन जिल्लाबाट भिजिट भिसा बाहिर गएको छ त्यो कट लिएर त्यो सबै जिल्लामा मुद्दा ठोक्नुस्। यो भिजिट भिसा प्रकरण भन्ने छोड्नुस् क्या, यो मानव तस्करी हो। देशका नागरिकलाई बेच्ने गिरोहहरूलाई संसदमा एउटा छानबिन समिति बनाऊ भन्दा पनि सरकारले अटेरी गर्न मिल्छ। यो देशमा युवाहरूलाई त रोजगारी दिएनौ, विदेश जान बाध्य पार्यो, त्यतिले मात्र पुगेन। भुटानीलाई नेपालीहरूलाई भुटानी बनाएर बेच्यो, त्यतिले पनि पुगेन। अहिले त केसम्म गर्न थाले, भिजिट भिसामासम्म मान्छे बेच्न थाल्यो। मैले पटक पटक भनिरहेको छु, त्यो कानुनको छडी देखाएर देखाउने नैतिकता र कसैले नहेर्दाखेरि आफ्नो ब्रह्मले भनेको देखाउने नैतिकता, त्यसमा फरक हुनु हुँदैन हैन। त्यसैले त्यो नैतिकताको प्रश्न उहाँले जवाफ दियोस् हैन, त्यो मैले दिन्दिनँ। र गृहमन्त्रीले राजीनामा दिन भन्यो भने यदि संसदीय छानबिन समिति अगाडि बढाउनुपर्छ, छानबिन समिति बनोस् भन्ने कुरा अगाडि बढ्यो। तर यति कुरा पनि तपाईको सत्तापक्षले न टेरपुच्छर नलगाउने, यसलाई नमान्ने भएपछि संसद अगाडि बढ्न सकेन। उहाँहरूलाई नैतिकताको यो घडी देखाएर बस्नको लागि उहाँले हेर्न चाहनु भएको छैन हैन। राज्यको संयन्त्र प्रयोग गरेर नेपालीहरू बेच्नेलाई केही नगर्ने हैन, अझ के भन्छ यो त सङ्गठित तस्करी हो नि त। राजीनामा मागेको 1 वर्षदेखि 5 वर्षको कैद केपी शर्मा ओलीलाई हुनपर्छ, किनभने यो संविधान र ऐनको कुरा हो। र यही दफाको 48 ले भन्छ दंगा उपद्रव वा हिंसा भट्काउने काम गर्नुभयो प्रधानमन्त्रीले। राज्य प्रशासनले थुनामा लिएर अनुसन्धान गरेर विभिन्न जिल्लामा मुद्दा दर्ता गर्ने भन्ने त नजिर छ नि हैन। हामीलाई सिकाइएको त त्यही नै हो नि हैन, त्यही नै न्याय हो भनेर हामीलाई सिकाइएको हो नि त। त्यो भने त नेपालको कुन चाहिँ पो जिल्ला होला जसबाट चाहिँ नि हाम्रो यो भिजिट भिसामा नगएको होला त हैन। त्यो भिजिट भिसामा गएको कट त खाएको होला नि त हैन। भनेपछि त ठ्याक्कै हैन हामीलाई जे न्याय हो भनेर सिकाएछ, ल त्यही न्याय देऊ भनेको हामीले पनि, त्यो हाम्रो पनि न्यायको माग हो हैन। पहिलो कुरा चाहिँ हामी प्रतिपक्ष लगायत प्रतिपक्ष दलहरूले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा राजीनामा माग्ने र संसदीय छानबिन समिति नबनाउँदासम्म, त्यसको वाचा नगर्दासम्म चाहिँ संसदलाई अगाडि बढ्न नदिने भन्ने कुरा हिजोकै विषयवस्तु हो। र अहिले पनि कस्तो अवस्था छ भने देशका नागरिकलाई बेच्ने गिरोहहरूलाई संसदमा एउटा छानबिन समिति बनाऊ भन्दा पनि सरकारले अटेरी गर्न मिल्छ। यो कस्तो अवस्था आइपुग्यो ल भन्नुहोस् त, एकछिन सम्झिनुहोस् त। यो देशमा युवाहरूलाई त रोजगारी दिएनौ, विदेश जान बाध्य पार्यो, त्यतिले मात्र पुगेन। भुटानीलाई नेपालीहरूलाई भुटानी बनाएर बेच्यो, त्यतिले पनि पुगेन। अहिले त केसम्म गर्न थाले, भिजिट भिसामासम्म मान्छे बेच्न थाल्यो। यो बेच्न थालेपछि यसको जवाफ हामीले संसदमा माग्यौँ। गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्यौँ र गृहमन्त्रीले राजीनामा दिन भन्यो भने यदि संसदीय छानबिन समिति अगाडि बढाउनुपर्छ, छानबिन समिति बनोस् भन्ने कुरा अगाडि बढ्यो। तर यति कुरा पनि तपाईको सत्तापक्षले न टेरपुच्छर नलगाउने, यसलाई नमान्ने भएपछि संसद अगाडि बढ्न सकेन। यो सत्तापक्ष र सरकार पक्षका कारणले गर्दा संसद रोकिएको र सभामुखले पनि यसलाई के कुरामा हामीले भन्नुपर्छ भने प्रतिपक्षहरूले हिजोदेखि नै यो विषयवस्तुमा आफ्ना कुरा राख्छु भन्दाखेरि प्रतिपक्षले नपाउँदै सत्तापक्षका सांसदले पाउने भन्ने विषयवस्तु रहन्छ। प्रतिपक्षले माने जो जवाफ मागेको हैन, राजीनामा मागेको जवाफ त गृहमन्त्रीले दिन्छु भनेर भनिरहेको, राजीनामा मागेको छ प्रतिपक्षले, जवाफ होइन। पहिले त जवाफ पनि होला नि, राजीनामा पहिला, किनभने पहिला संसदीय छानबिन समिति बनाउँछु भन्ने कमिटमेन्ट चाहिँ गृहमन्त्रीबाट आउनु पर्यो। हजुर, भोलि 15 गते प्रधानमन्त्रीले चाहिँ काठमाडौँ कब्जा गर्नुस् भनेर आफ्ना कार्यकर्ताहरूलाई भन्नुहुन्छ, यो चाहिँ यसको चाहिँ म समग्र डिटेल यो चाहिँ कस्तो छ भने प्रधानमन्त्री उहाँ चाहिँ पटक पटक अराजक हुँदै जानुभएको छ नेपालमा। राष्ट्रिय मानवाधिकार आयोगले सम्म जेठ 12 गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका अभिव्यक्तिहरू चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेर सोमबार मात्रै आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्नुभएको छ। भने प्रधानमन्त्रीले मानवाधिकारको गम्भीर ठाडो उल्लङ्घन गर्नुभएको छ। र फेरि प्रधानमन्त्रीलाई म के भन्न चाहन्छु भने सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ नेपालको संविधान र नेपालका ऐन कानुनको कारणले गर्दा, नेपालको संविधानको कारणले गर्दा उहाँ प्रधानमन्त्री भएको हो। तर नेपालकै त्यही संविधानका प्रत्येक केही धाराहरूले प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिन पाइँदैन भन्छ। प्रधानमन्त्रीले हिंसा भड्काउने अभिव्यक्ति दिँदा नेपालका विभिन्न कानुनी प्रावधानहरू लागू हुन्छन्। यस्ता अभिव्यक्तिहरूका विरुद्धमा कारबाही गर्नका लागि फौजदारी ऐन, संविधान
र अन्य कानुनी प्रावधानहरूमा स्पष्ट धाराहरू छन्। यस प्रश्नमा मुख्य सार्वजनिक शान्ति भङ्ग गर्ने, हिंसा फैलाउने र घृणित अभिव्यक्तिको विषयमा कानुनहरू आकर्षित हुन्छन्। यसको आधारमा निम्नलिखित कानुनी धाराहरू र सजायका प्रावधान चाहिँ नेपालको संविधानले दिएको छ। नेपालको संविधान 2072 को धारा 17 को 1 ले अभिव्यक्ति स्वतन्त्रता भन्छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिन्छ, तर यो स्वतन्त्रता अन्य व्यक्तिको प्रतिष्ठा, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति र सामाजिक सद्भावमा आँच पुर्याउन नपर्ने गरी प्रयोग गर्न सकिन्छ भनेर नेपालको संविधानको धारा 17 को 1 ले बताएको छ। धारा 17 को 2 ले यसमा भनिएको छ कि अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा यसले कुनै पनि जातीय, धार्मिक, क्षेत्रीय वा अन्य सामाजिक एकताको विरोध गर्दै हिंसा भट्काउने खालको प्रभाव पार्नु हुँदैन। यदि प्रधानमन्त्रीले यस्तो कुनै अभिव्यक्ति भयो भने जसले हिंसा भट्काउँछ भने यो संविधानको उल्लङ्घन हो र उनीमाथि कारबाही गर्न सकिन्छ भनेर नेपालको संविधानको धारा 17 को 2 ले स्पष्ट कुरा। प्रधानमन्त्रीले ल्याएर मान्छे भिडाउन पाइन्छ? देशको प्रधानमन्त्री सडकमा गएको कहीँ देखाएको छ? एउटा कथन छ, गर्नेलाई भन्दा हेर्नेलाई लाज, केपी शर्मा ओली कमरेडको सडकमा बास। यस्तो पनि हुन्छ? संसारको कुन देशको प्रधानमन्त्री छ जबकि सडकमा भिड्न जाऊ भनेर कार्यकर्तालाई तपाईँको उर्दी जारी गर्ने, सत्ता छोड्ने, सडकमा आउने? यदि सडकमा आउन नै रहर छ भने प्रधानमन्त्री त्यो त उहाँहरूमा पनि नैतिकताको प्रश्न तेर्सिन्छ। तर उहाँहरूलाई नैतिकताको यो घडी देखाएर बस्नको लागि उहाँले हेर्न चाहनु भएको छैन होइन। त्यसैले यो म नैतिकताको धरातलमा भन्दा पनि यो मानवताको धरातलमा उठेर यो सदन अवरुद्ध हुन्छ। उहाँहरूले चाहेको जस्तो राज्यको संयन्त्र प्रयोग गरेर नेपालीहरू बेच्नेलाई केही नगर्ने होइन, अझ के भन्छ यो त सङ्गठित तस्करी हो नि त। सङ्गठित अपराधमा त उहाँलाई 77 जिल्लामा मुद्दा चलाउनुपर्छ। हस्, धन्यवाद। गृहमन्त्रीलाई 77 जिल्लामा मुद्दा चलाउनुपर्छ, त्यसो भए मान्नेजी पर्दैन त? तपाईँले हेर्नुहोस् न, हामीलाई सिकाइएको के हो, पत्रपत्रिकामा आइसकेपछि चाहिने ठ्याक्क प्रहरी भनेको राज्य प्रशासनले थुनामा लिएर अनुसन्धान गरेर विभिन्न जिल्लामा मुद्दा दर्ता गर्ने भन्ने त नजिर छ नि होइन। हामीलाई सिकाइएको त त्यही नै हो नि होइन, त्यही नै न्याय हो भनेर हामीलाई सिकाइएको हो नि त। त्यो हो भने त नेपालको कुन चाहिँ पो जिल्ला होला जसबाट चाहिँ नि हाम्रो यो भिजिट भिसामा नगएको होला त होइन? त्यो भिजिट भिसामा गएको कट त खाएको होला नि त होइन। भनेपछि त ठ्याक्कै होइन हामीलाई जे न्याय हो भनेर सिकाएछ, ल त्यही न्याय देऊ भनेको हामीले पनि, त्यो हाम्रो पनि न्यायको माग हो होइन। पक्राउ गर्नुहोस् होइन, सङ्गठितमा 90 दिन राख्न मिल्छ 90 दिन राख्नुहोस्, अनुसन्धान गर्नुहोस्, हरेक जिल्ला जुन जुन जिल्लाबाट भिजिट भिसा बाहिर गएको छ त्यो कट लिएर त्यो सबै जिल्लामा मुद्दा ठोक्नुहोस्। सरकारले नदेऊ भन्ने सरकारका दुई प्रमुख नेताले राजीनामा जसरी गृहमन्त्रीले दिएका छन्। जस्तो अर्को कुरा पनि मैले जोड्न चाहेँ, गृहमन्त्रीले योभन्दा अगाडि तपाईँका सभापति गृहमन्त्री छँदाखेरि नैतिकताको पाठ सिकाएर तपाईँ अनेक सायरी भनेर पनि तपाईँले सुन्नुभएको होला। अहिले तपाईँकै पार्टीका गृहमन्त्रीको राजीनामा मागेर बनेका गृहमन्त्रीको नैतिकतालाई यहाँले कसरी हेर्नु भएको छ अहिलेको रूपमा चाहिँ? हेर्नुहोस्, नैतिकता भनेको एउटा आफ्नो ब्रह्मले दिने काम हो होइन। अर्को चाहिँ नि अरूले के भन्छ भनेर त्यो कानुनको डन्डा अगाडि तर्सेर बस्ने एउटा लाइन हो। मैले पटक भनिरहेको छु, त्यो कानुनको छडी देखाउने नैतिकता र कसैले नहेर्दाखेरि आफ्नो ब्रह्मले भनेको देखाउने नैतिकता, त्यसमा फरक हुनु हुँदैन होइन। त्यसैले त्यो नैतिकताको प्रश्न उहाँले जवाफ दियोस् होइन, त्यो मैले दिन्दिनँ। त्यो त यो प्रश्न ठ्याक्क तपाईँले उहाँलाई सोधिदिनु, तपाईँको नैतिकता बाँच्या छ कि छैन, तपाईँले भनेको कुरा तपाईँलाई लागु हुन्छ कि हुँदैन भनेर। रोचक कुरा के छ भन्दाखेरि गल्ती गृहमन्त्रीले गरे होइन, गल्ती कर्मचारीले गरे। कर्मचारीले गल्ती गरिरहँदाखेरि गृहमन्त्रीले चाहिँ राजीनामा किन दिनुपर्ने भनेर काङ्ग्रेसका सांसदहरूले अहिले चर्को आवाज उठाएका छन्। यसलाई चाहिँ यहाँले कसरी लिनुभएको छ? यो त हामीले पटक सदनमा पनि सुनेका छौँ, देखाए पनि छौँ। ठुलो माछा भर्सेस सानो माछा होइन। समस्या पर्यो यो कर्मचारीहरू मात्रै जान्छ सबै प्रकरणमा, राजनीतिक कर्मीहरू जाँदैनन्, अनि यस्तै किसिमले देश चल्दै जान्छ त, यो हामीलाई स्वीकार्य छ। यो क्लियरली तपाईँले जुनसुकै यो प्रहरीसँग कुरा गर्नु, रिटायर्ड प्रहरीसँग कुरा गर्नु, सुरक्षा निकायमा यो माथिबाट आशीर्वाद नभइकन सम्भव छैन। मलाई जहाँसम्म लाग्छ यो मैले सुरुवात स्टेटस लेखेको पनि हो, यो भिजिट भिसा प्रकरण भन्ने छोड्नुहोस् क्या, यो मानव तस्करी हो। यो मानव तस्करीमा सहसचिवलाई अनुसन्धान गर्नलाई अख्तियारले छापा मार्छ भने त्यो सहसचिव भने त तपाईँको ब्युरोक्रेसीको मुख्य सचिव, सहसचिव, त्यो लेभलको मान्छेलाई माथिको छत्र छाया नभइकन यो गर्न सम्भवै छैन होइन। अनि उहाँहरू कहिलेदेखि चाहिँ हुनुभयो त न्यायाधीश? यो कर्मचारीले गरेको गल्ती हो, यो गल्ती हो। हाम्रो एपिजीको यो ग्रे लिस्टमा हामी परेको एउटा कारण यो पनि हो। हेर्नुहोस्,
गृहमन्त्रीले बोल्न पाउनुहुन्छ पाउनुहुन्न दिनुहुन्छ दिनुहुन्न यहाँहरूले यो त एकदम क्लियर छ हामीलाई जे पाठ त्यहाँ सदनमा सिकाइएको थियो त्यो हामीले सम्झेका छौँ भनेपछि अग्रजहरूको आदेश पालना गर्नुहुन्छ त्यसो उहाँहरूले सिकाएको पाठको पालना गर्नुहुन्छ होइन